we've got a new thing here. Here's Buddy. Not him. Here's Buddy. होइन ऊ चाहिँ लाइक एउटा सिकारी कुकुर हो यहाँ अस्ट्रेलियाको बट एकदम शान्त स्वभावको छ अनि म त्यति उसँग खेलिराख्दिनँ त्यसैले मेरो अगाडि चाहिँ अलिक शान्तै भएर बसिरहेको हुन्छ अनि टोहा एकछिन बन्द गरौँ यस बडी आम्बो यस्तो चला गर्छ यो कुकुर यस्तो चला गर्छ अनि एकदम मस्कुलर छ क्या मजाको बिल्ड दामी छ यसको हैन अहिले फेरि एकचोटि अलिकति छोयो भने चढ्न आक्वाइ गर्छ क्या अनि मलाई कस्तो लाइक कुकुर एनिमल्सहरू त्यो एकदम चढ्न आएको मन पर्दैन क्या क्लोथमा हैन स्क्रैच गर्दै अनि सो मेरीको कुकुर हो मेरीले चाहिँ त्यही कहिलेकाहीँ लाइक मैले बडीलाई मन पराउँदैन कि जस्तो पनि भन्छ क्या बट त्यस्तो होइन लाइक मलाई झन् सबै एनिमल्सहरू मन लाग्छ होइन आई फिल लाइक उनीहरू पनि हामीसँग इक्वलै जस्तो हो उनीहरूको पनि सोल छ हाम्रो पनि सोल छ त्यसैले पनि मलाई माछा मासु केही खान मन लाग्ने हो कि वान अफ द रिजन्स होइन लाइक मेरो घर पनि लगनखेलको बस पार्कमै हो कि मेन बस पार्कमै अनि त्यहाँ म सानो हुँदाखेरि नै त्यो लगनखेलको बस पार्कको उता अलिकति उता साइडमा चाहिँ मिट सप छ क्या ठुलै अनि त्यहाँ अगाडि नै लाइक बाहिरै लाइक गोटहरूलाई चिकनहरूलाई बिहेड हुन्छ नि काटिरहेको हुन्थ्यो क्या लाइक जिउँदोलाई काटेर अनि उनीहरू कस्तो स्ट्रगल भएको पनि देखिरहेको हुन्थ्यो अनि या त्यो देख्दाखेरि झन् कस्तो लाग्थ्यो कि सो आई फिल लाइक यिनीहरूको पनि सोल छ नि त अनि आई रियली बिलिभ इन रिइन्कार्नेसन होइन फेरि जन्म हुने त्यस्तोमा पनि अनि आई फिल लाइक हामी नै हाम्रो कर्महरू त्यो अनुसारले वी टेक डिफ्रेन्ट बडिज होइन डिफ्रेन्ट यो शरीरहरूमा चेन्ज हुन्छ हाम्रो स्पिरिट्सहरू होइन हाम्रो सोल आत्मा होइन त्यसैले चाहिँ मलाई त्यो सबै इक्वलै जस्तो लाग्छ तर बट त्यसो भन्दैमा मलाई एकदम चलिराख्न चाहिँ मन लाग्दैन कि अनि आई डोन्ट नो वाइ तर लाइक एनिमल्सहरू चाहिँ मसँग आएर काम भएर छेउमा चाहिँ बसिरहेको हुन्छ है कति टाइम्स होइन एभ्री टाइम त होइन लाइक इभन वाइल्डमा जाँदाखेरि पनि वाइल्ड बिरालोहरू होइन बाहिरै कतै कसैले बिरालो पालिरहेछ भने पनि होइन मेरो छेउमा आएर लाइक बसिरहेको छ लाइक मेरो यतिकै अनि त्यो जिउमा यस्तो यस्तो गरेर हुन्छ कि मलाई खासै भनौँ भने त्यति मन पर्दैन है त्यस्तो एनिमलहरू क्लोज आएको चाहिँ होइन खै के पायो हड्डी खाएर हड्डी जस्तो हड्डी आएर अनि मैले खासमा के देखाउनु खोजेँ भने आम्बो काम मजाको लाग्यो यहाँ चाहिँ म एन्डी फिल्टर राखिदिन्छु ओके ल सब ठिक भयो अनि we've got a new thing मेरो घरपट्टिले ल्याउनु भयो होइन यो चाहिँ जकुजी होइन मलाई थाहा छैन उसले लाइक इफ सी लेट अस युज इट अर नट भनेर चाहिँ होइन तर ठ्याक्कै मेरो रुमको बाहिरै ठ्याक्कै रुम त्यहाँ छ यहाँ जकुजी हिजो लिएर आएको रहेछ अनि कसरी माथि क्रेनबाट कसरी राख्यो भनेर जस्तो लाग्यो हाम्रो त ढोकाहरू अलिक सानो छ कि यो त इम्पोसिबल के ढोकाबाट ल्याउनु त आई थिङ्क उता साइडबाट क्रेनबाट ल्याएको जस्तो लाग्यो म बाहिर थिएँ अनि कलेजमा थिएँ अनि ल्याएको रहेछ सो कस्तो देख्दा रहेछ अब थाहा भएन है पुरै कभर्ड अप छ पछि अनकभर गरेर सेटअप गरेपछि होइन देखाउँछु फेरि सेटअप गरेको बिचमा पनि म भएँ इफ घरमा भने चाहिँ देखाउँछु अनि मेरी चाहिँ थाइल्यान्ड कि कहाँ घुम्न जाँदाखेरि गौतम बुद्ध चाहिँ एकदम मन पर्यो भन्थ्यो उसँग चाहिँ स्ट्याचुजहरू गौतम बुद्धको
टन्नै छ क्या लाइक यता भयो होइन अनि एउटा त यत्रो लाइफ साइजै जस्तो जत्रो पनि थियो होइन उतातिर थियो हावाले एकचोटि आएर फुटाइदिएर क्या कस्तो ब्याकयार्ड अलि अन्टाइडी छ मैले यो जेट स्प्रेले सफा गरिदिन्छु त भनेको थिएँ बिर्सिएर बिजी भयो लाइक कलेज त्यस्तो उ भएर बिर्सेको त होइन यो पुरै यो लेउ लगाएको छ यो जेट स्प्रेले एकचोटि हानेपछि मजाको सफा हुन्छ क्या लाइक सेतो सेतै हुन्छ ग्रे स्टोन अनि ब्याकयार्डमा यहाँ पछाडि पनि ठाउँ छ यहाँ माथि यहाँ पनि ठाउँ छ होइन अनि यस्तो देख्छ पछाडिबाट चाहिँ घर बडी हो कुकुरको नाम चाहिँ यहाँबाट यस्तो देख्छ पुरा ब्याकयार्ड चाहिँ अस्ट्रेलियामा चाहिँ रुखहरू जथाभावीले काट्न पनि पाउँदैन इभन इफ यो आफ्नो कम्पाउन्डमा भए पनि होइन काउन्सिललाई सोध्नुपर्छ भन्नुपर्छ पर्मिसन लिनुपर्छ अनि अर्को कुरा मान्छेहरूले चाहिँ राख्छन् पनि के बिकज राम्रो पनि देख्छ इन्भाइरोमेन्टको लागि पनि राम्रो हो होइन पल्युसन घटाउँछ अनि बढिया अहिले निन्द्रामा छ जस्तो अझ एक्टिभ भएको छ नि एकचोटि चल्न थालेपछि चाहिँ आम्बो अनि यस्तो बलियो छ कि यो 1 वर्ष जति मात्र भयो है भर्खर बच्चै हो यो जब यो जम्मा त्यस्तै 6 मन्थ त्यस्तै मात्र थियो कि यो त्यति बेलामै मेरीलाई होइन उसलाई यसो पार्कमा लगिरहेको थियो अचानक तानेर घिसाएर लगिरहेको कि लाइक यस्तो बलियो छ यो मलाई पछाडिबाट यस्तो देख्छ होइन अब चिकुसी त्यता छ कस्तो देख्छ खै सो त्यही खासमा केही कुरा त छैन इन्ट्रोड्युसिङ बडी होइन बडी अनि त्यही जकुजी देखेकोले यसो भ्लग गरिदिउँ न भनेर कस्तो राम्रो देख्छ प्लान्ट्सहरू भइरहेको है नेपालमा चाहिँ ढ्यापटुपै सबै काटेर लाइक घर पनि फेरि टाइट यत्रो सबै स्पेस लिएर बनाउँछ नि त यहाँ चाहिँ लिगली पनि त्यसरी गर्न पाउँदैन कि सर्टन स्पेसेसहरू छोड्नै पर्छ घरको अगाडि त्यस्तोहरू अनि ल कस्तो मजाको ग्रिन स्पेस छ क्या अब पछाडि बडी ओइ से हेलो चल्दैन है नो ल से हेलो यो खानेकुरा होइन यो कहिले त डर पनि लाग्छ हौ योसँग यो भुक्दाखेरि कत्रो ठुलो साउन्ड आउँछ हौ डरलाग्दो आउँछ यो गर्र गऱ्यो भने यस्तो डरलाग्दो देख्छ यो कलर पनि उस्तै छ है ल नेचुरल कलरै कस्तो राम्रो छ क्या अलमोस्ट टाइगर जस्तो क्या यसलाई मजाले खुवाएर ठुलो पार्यो भने त यस्तो बवाल देख्छ यो कुकुर तर कुकुरहरूलाई चलिराख्न चाहिँ मन लाग्दैन होइन जे हो होइन अनेस्टली भनेको अनि त्यो कुरा चाहिँ यहाँ विदेशमा एन्टी फिल्टर निकालिदिउँ विदेशमा कुहिरीहरू जसले कुकुर पालिराख्ने सबैलाई भन्यो भने चाहिँ आम्बो कति न केही भए जस्तै हुन्छ फेरि अफेन्सिभ मान्छ होइन अब सबैको आफ्नो प्रिफरेन्स हुन्छ नि मलाई त्यो एक्ट गर्न चाहिँ मन लाग्दैन होइन त्यो लाइक मनै नपरे पनि वा सो राम्रो कस्तो राम्रो भनेर होइन कहिलेकाहीँ यसो चलि पनि राख्छु कुकुरलाई यसो कहिलेकाहीँ मात्रै धेरै चलिराख्नु चाहिँ मलाई कहिलेकाहीँ यसो गरेर उसकै छेउमा बस्यो कामली होइन मजाले एकछिन यत्तिकै बस्यो चिल गरेर रेगुलर बेसिसमा चला चाहिँ गर्नु मन लाग्दैन कि अनि अब चाहिँ लेट्स सी जकुजी सेटअप गरेपछि त्यो कस्तो हुन्छ अनि म फेरि देखाउँछु नि त्यो चाहिँ सबै एकैतालमा एउटै भ्लगमा राख्छु अनि ल